मलाई बचपनमा सिकाइएको सबैभन्दा ठुलो झुट थियो, राम्रो बन, संसारले तँलाई राम्रो व्यवहार गर्छ। त्यसैले म राम्रो बन्न खोजेँ, अरूलाई सम्मान दिएँ, सकेसम्म कसैको मन दुखाइन। तर समयसँगै मैले एउटा तितो सत्य बुझेँ, यो संसारले तिम्रो राम्रोपनलाई सधैँ सम्मान गर्दैन। तिमी जति नरम हुन्छौ उति धेरै मानिसहरूले तिमीलाई कुल्चिन खोज्छन्। तिमी जति धेरै दिन्छौ उति धेरै उनीहरूले माग्न थाल्छन्। तिमी जति धेरै सहन्छौ उति धेरै उनीहरूले तिमीलाई पीडा दिन्छन्। किनकि धेरै मानिसहरू तिम्रो मुटुको मूल्य हेर्दैनन्, उनीहरू केवल तिमीबाट कति फाइदा लिन सकिन्छ भनेर हेर्छन्। अनि मैले बुझेँ, यो संसार न्यायको मञ्च होइन, यो त स्वार्थको बजार हो। यहाँ सबैले तिम्रो दयाको मूल्य बुझ्दैनन्, कतिपयले त्यसलाई कमजोरी ठान्छन्। त्यसैले राम्रो बन, तर आफूलाई प्रयोग हुन नदेऊ। दयालु बन, तर आफ्नो सम्मानको मूल्यमा होइन। र याद राख, राम्रो हृदय हुनु शक्ति हो, तर आफ्नो मूल्य बिर्सिनु कमजोरी हो।